यहाँ सजिलो तरिकाले लगाउन यस्तो गरेर यस्तो यस्तो गरेर क्या केटाहरूले च्यानल हाल्दैछ अहिले चाहिँ हामी यो जेनेरेटर लोड गर्दैछौँ सक्नुहुन्छ ओ भाइ तिमी उतापट्टि जाऊ न हो गाइजहरु हाम्रो चाहिँ गाडी जाँदैछ गाइज हैन हामी चाहिँ पसल आइसक्यौँ अँ राख अहिले बाहिर निस्किसक्यो अनि टेबल छ यसमा चाहिँ एम्प्लिफायर र बोर्डहरू छ एम्प्लिफायर ल्याऊ हैन त्यसरी नै सेम उतै त्यहीँ छेउमै लग न अनि सजिलो हुन्छ कि यहाँदेखि फेरि बोकेर लानुपर्छ फेरि अप्ठ्यारो हुन्छ कि त्यहाँ लग अब सजिलो हुन्छ ठ्याक्क माथि मात्रै लाने क्या भयो 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 अब उठाउने यस्तो यस्तो गर नभए यस्तो कोल्टे गर यतातिर यतातिर त्यो तार नभए यहाँ तार चुट्टिन्छ यस्तरी उठाउने यो पनि यतातिर छेउमा हाल्ने यतातिर यतातिर अघि चाहिँ भन्दैन मलाई लाइटहरू यहाँ छ अनि यतातिर त्यति नै राख्ने अब हाम्रो यहाँ बेल्ट बान्ने काम हुँदैछ हजुरहरूले हेर्न सक्नुहुन्छ साथीहरू को डिजे लाइनमा हुनुहुन्छ हैन म भिडियोहरू अब डिजे सम्बन्धी ल्याइराखेको हुन्छु हजुरहरूले च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गरिदिनु होला अनि हजुरहरूले के हैन सोध्न सक्नुहुन्छ कस्तो कस्तो डिजे सम्बन्धी कुराहरू म पनि अब हैन रिसर्चहरू गरेर हजुरहरूलाई हैन भनिदिने कोसिस गर्नेछु लोडिङ लगभग भइसकेको छ हेर्न सक्नुहुन्छ गाइजहरू हैन केटाहरूले लाइट बानिरहेछ साउन्ड पनि चेक गर्ने लाइट बानिसकेपछि अहिले छैन पसलहरू पनि खोलेको छैन त्यति धेरै यहाँ हामीलाई सजिलो हुन्छ साउन्ड चेक गर्न म टाढाबाट खिचिरहेको थिएँ हेर्न सक्नुहुन्छ हजुरहरूले हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ नम्बर पनि छ स्क्रिनमा हेर्न सक्नुहुन्छ गाइज Explosive.